केपी ओली सरकारले बाँडेको राजनीतिक नियुक्ति खारेज हुँदै बालेन सरकारको नयाँ कदमले 1170 भन्दा बढीको जागिर धरापमा। सिंहदरबारमा कम्प, नेताहरूमा तनाव, के अब प्रणाली बदलिँदैछ? वर्षौंदेखि नेपालको राजनीतिमा एउटै आरोप दोहोरिँदै आएको छ, पद योग्यताले होइन पहुँचले पाइन्छ। जसले पार्टीको झण्डा बोकेको छ उसले जागिर पाएको छ, जसले मेहनत गरेर तयारी गरिरहेको छ ऊ भने बाहिरै बस्नु परेको छ। यही कारण धेरै युवाहरू निराश भएका छन्। तर नयाँ सरकार गठनको तयारीमा रहेको रासोपाले यसअघि राजनीतिक नियुक्ति पाएका सबैलाई पद त्याग्न आग्रह गरेको चर्चा अहिले तीव्र बन्दै गएको छ। नयाँ जनादेश अनुसार काम गर्न पुराना संरचना बदल्नु पर्ने भन्दै यस्तो तयारी सुरु भएको बताइएको छ। यसले वर्षौंदेखि जरा गारेर बसेको आफन्तवाद र भागबण्डा संस्कृतिमाथि सीधा प्रश्न उठाएको छ। रासपा प्रवक्ता मनिष झाका अनुसार यदि नियुक्ति पाएकाहरूले आफै पद नछाडे सरकार बने लगत्तै निलम्बनको प्रक्रिया सुरु हुन सक्छ। यही खबरले अहिले विभिन्न निकायमा रहेका पदाधिकारीहरू बीच त्रास फैलिएको बताइन्छ।